मामा ए माइजू माइजू ए मामा हुनुहुन्न के हो माइजू? नमस्कार मामा। ल है मामा, हामी त वर्ष दिनको एकचोटि आउने ठुलो चाड दसैँ, त्यही भएर मामा घर सम्झेर दाजु बहिनी आएको। ल सम्झेर आयो, धेरै खुसी लाग्यो। हो नि मामा, मान्छेको जिन्दगीको के नै भर हुन्छ र मामा? यही चाडपर्ड त हो नि मामा, आफन्तलाई नजिक बनाउने। 15 वर्ष अगाडिदेखि मेरो भान्जी सानो थियो, अहिले त हलक्कबाट कति मिठो कुरा गर्नुभएछ। हो नि मामा, समय जान कति नै बेर लाउँदो रहेछ र। यस्तै रहेछ नि त भान्जी दिदीको जिन्दगी। नचाहँदै पनि आफ्नो आफन्तसँग टाढा भएर बस्नु पर्यो। जे जस्तो भए पनि मामालाई सम्झेर आयो, म धेरै खुसी छु। लाउनुहोस् मामा, कोसी ल्याउँछु त। ल नानी यता बसेर ल दुईजना। बुवा मम्मीलाई सन्चै छ त भन्छ? हजुर ठिक छ मामाश्री। अनि कहिले आउनुहुन्छ टिका लाउनु? अब खै 1-2 दिन पछि आउँछु भन्नुहुन्थ्यो मामाश्री। ल मामाश्री, टिका टालो लगाइदिइहालौँ न त। अब दाजुबहिनी पनि खुसीका साथ आएछौँ मामा घरमा। मामा हामी दाजुबहिनीलाई टिका लगाइदिनुहोस् न त। अब ल ऊ त्यता बस्छ, म टिका लगाइदिइहाल्छु नि त। आयुर्द्रोण सुते श्रियो दशरथे शत्रुक्षयो राघवे ऐश्वर्यं नहुषे गति स पवने मानञ्च दुर्योधने जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते। हस् मामा, होइन बहिनी। हजुर पनि कस्तो कस्तो ठाउँमा ल्याउनुहुन्छ? मगाएको कुरा अहिले सम्म आउँदैन। त्यसमा यो खाउन त यो खाओ। अर्को एउटा वाइन। हो सौ नसुने हो कि नटेरे हो? आउँदैछ हजुर। डेट अब त दसैँ पनि आइसक्यो है। आउँछ नि, कहिले नआएको दसैँहरू सधैँ आइरहेको त हो नि। ए तिमी पनि खोइ त अहिलेसम्म आएन। हो सौजी आयो हजुर आयो।
आज नवरथ 4 दिन पनि गइसक्यो। घरमा चाँचो माछा पनि मिलाउनु पर्यो नि त ढेर। गएपछि हजुरले मलाई बिर्सिने त होइन नि? दुनियाँ बिर्सिन सक्छु तर तिमीलाई बिर्सिन सक्दिन स्विटहार्ट। गफ मात्रै गर्ने हो कि खाना खाने पनि हो क्या बाबा? अहिलेसम्म खाना तयारी भएन साउजी, ल्याउनुहोस् न ल्याउनुहोस्। ठुल्याजु, ए ठुल्याजु, भाउजू, ए ठुली भाउजू, होइन घरमा कोही पनि छैनन् के क्या हो? बल्ल बल्ल वर्षको एकचोटि आएको चाडपर्व दसैँ टिका लाउने आएको, खै कता जानुभएछ ठुलो दाजु र ठुली भाउजू? होइन को आएछ यो? म के ठुली दाजु, तपाईँको भाइ साइलो के साइलो धनीराम, चिन्नु भएन? हो साइलो भाइ पो आएछ, बुहारी पनि आइपुग्नु, आऊ भित्र। बुढी आऊ भित्र। दाजु नमस्ते। हेर्नुहोस् त यसो अलिअलि कोसिनी लिइरहेको ठुलो दाजु त यो बुढी यो पनि ल। दाजु हामी दाजुभाइको धेरै वर्षपछि भेट भयो अघि। के हुन छैन, प्रकृतिले यस्तै गर्यो, के गर्नु। अब बुढेसकालले पनि छोइसक्यो, अब अर्को वर्ष यसरी हामी दाजुभाइको भेट होला या नहोला, त्यही भएर अहिले सम्झेर टिका टालो थापौँ दाइको हातको बनेर आएको नि मणिराम दाजु। ए बुढी, साइलाको बुढाबुढी आएको रहेछ, यसो टिका लगाइदिनु त। साइला तिम्रो बुढाबुढी आएको रहेछ, आएर बस नि त एकछिन। नबस बुढाबुढी। हस् दाजु। ठुली भाउजू ढोक रे भाग्य माने हुनु त्यो टिका लगाइदिनु न तपाईँले। लक्ष्मीले बास गरून्, तरुणीले आश गरून्, आयुष्मान भयो। ठुली भाउजू हामीले हजुरले पनि टिका टालो लगाइदिनुहोस् न। नौ दुर्गाको भवानीका शक्तिले गर्दा राम्रो होस्, राम्रो हातेपाइको पुगोस्, राम्रो होस्, हिँड्दा पेट नलागोस्, नौलो कपाल नझरोस्। के छ यार तेरो हालखबर? के हुनु रे यार, यस्तै त हो नि, 2 दिनको जिन्दगी चलिरहेछ। थुक्क मुला, कुवाको भ्याएको त कुवामा भने जस्तै गरी त गाउँमा बसेर हुन्छ, सहरमा आइज न, तेरो जिन्दगी म स्वर्ग बनाइदिन्छु। अब केलाई जता गए नि ठक्करै ठक्कर, त्यहाँ आए पनि मेरो जिन्दगी यस्तै त हुने होला नि साथी। अनि के आउकर नगर्न त, तँ जस्तो राम्रो गाउने मान्छे गाउँमा बसेर हुन्छ, सहर मात्र आइज न। अहिले मलाई हेर्न त, पहिला मेरो के नै थियो, अहिले मेरो गाडी छ, घोडा छ, ब्याङ्क ब्यालेन्स छ, सब थोक छ।
तँलाई म मालामाल बनाइदिन्छु नि त। किन टेन्सन लिन्छौ? ठिकै छ नि त यार, त भन्छस् भने म जसरी भए पनि आउँछु। बुबा हुँदाको जिन्दगी छुट्टै मजा थियो नि। अब अहिले बुबा बितेर जानुभयो। अब बुबा बितेर गइसकेपछि त्यही मजा आज मेरो लागि सजा भइरहेछ। ओइ, तैँले आज कति बोतल खाइस्? किन तैँले पागल जस्तो कुरो गरेको? जसरी हुन्छ सर आइज। राम्रो कुराको लागि ढिला गर्न हुँदैन साथी। जसरी हुन्छ त भोलि नै हिँडिहाल। ल ल, यहाँ पुगेपछि मलाई फोन गर, म तँलाई लिन आउँछु। अहिले मेरो सानो काम पर्यो, फोन राखेँ। जसरी हुन्छ रामसित आइज। नमस्कार साउजी। नमस्कार हजुर, नमस्कार। के होला बुवा? साउजी, मेरो छोरो पढे लेखेको पनि छ, सोझो पनि छ। हजुरकोमा यसो केही काम हुन्छ कि? हुन्छ भने मिलाइदिनुहोस् न साउजी, मेरो छोरो होला। यहाँ भएको मान्छेले काम गर्न गाह्रो भइरहेछ बुवा। अरू मान्छे राखेर मैले के गर्नु र? मलाई नै पैसा दिनु धेरै गाह्रो पर्छ। नराखौँ होला अहिलेको लागि। पछि आएर फेरि गर्नु होला, अहिले नगर्नु। मिलाइदिनु न साउजी, मिलाइदिनु। यसरी भए पनि मेरो छोराको लागि हजुरले काम मिलाइदिनै पर्यो साउजी। म बुढो मान्छे, कहाँ ढाइ राख्नु। हजुरले जसरी भए पनि काम मिलाइदिनै पर्यो साउजी। काम दिएर मात्रै के गर्नु? पैसा दिनु पर्यो। व्यवसाय ठप्प छ। काम गर्ने आएर मात्रै के गर्नु र? पैसा दिनु पर्छ। भोकाएर काम गरेर लाउनु मिल्दैन। गाह्रो छ नि। अब त्यसै गरी बुझौँ न। साउजी, यसरी भए पनि मेरो छोरालाई काम मिलाइदिनै पर्यो साउजी। काम गर्ने भनेर मात्रै हुन्छ र फ्रीमा लाउने हो र? पैसा नदिकन लाउने भनेर गरौँ। जबरजस्ती गरेको हुन्छ? काम छैन यहाँको, के काम छ केही पनि छैन। साउजी, मलाई घर दसैँ आइसक्यो, मलाई घर जान खर्च पैसा दिनु। हेर्नुभयो तपाईँ, यहाँ काम गर्ने मान्छे पैसा दिन पाएको छैन मैले। काम गर्ने मलाई सताइरहेको छ। तपाईँ छोरा आएर मैले के गर्ने र? तपाईँ बुझ्नु न। अब बुढाबुढी मान्छेहरू तपाईँ गाली गर्नु नपरोस् न। बुझ्नु तपाईँ। हुन्छ त्यसो भए हजुरले मेरो छोराको लागि काम मिलाइदिन सक्नुहुन्न भने लागिदिनुहोस् न। ताना बदलु गरिदिहाल्छु नि। साबडी किन म यहाँ मेरो भन्नु तिम्रो त हो। बस के चाहिन्छ म सबै कुरा गरिदिहाल्छु। म बस भइहाल्छ नि।
म अफिसमै त छु। अब यो हाम्रो गाउँघरतिर बसेर पनि केही फाइदा छैन। म फेरि राम्रो गाउने मान्छे, सहरतिर अब बोलाइरहेछ साथीले राम्रो ठाउँ छ, रेकर्ड पनि गरौँला, गीतहरू पनि आइज भनेर भनिरहेको थियो। फेरि आफूसँग एक सुको पैसा छैन। अनि यसो तपाईँले गएर गाउँतिर गएर कतै गएर खोजेर ल्याएर सापोर्ट मागेर ल्याएर दिनुहुन्छ कि भनेर यसो भनेको नि आमा। बरु मिल्छ भने कोही कतैबाट सापोर्ट मागेर ल्याइदिनुहोस्, पछि म सहरबाट गाएर टन्न कमाएर ल्याएर तिरुमा नि आमा। लानु त त्यस्तै भन्छ भने म टोलतिर गएर कसैले साबडी मागेर ल्याउला नि त। हस् आमा। ल यार साथी, म आउने पक्का भयो। म त्यहाँ बजारमा आइसकेपछि तँलाई कल गर्छु, अनि लिन आइज न है। ल ल साथी, हस् ल। अलिकति ऋण चाहिएको थियो हजुर। ऋण भने त्यतिकै पाइन्छ? मसँग धिजो राख्न केही छैन हजुर। रहेछ त औँला औँठी धेरै न, म कच्चा भन् म निकालिदिन्छु। तेरो ओरिजिनल हो नि यो? अहिलेका मान्छेहरू त डुबेर लाउँछन्, यो बुढीकै भयो। ल ठिक छ, हेरेर राखिदिन्छु। कच्चा भन्। सखाली हो हजुर, त्यो सानो मेरो बुढाको चिनो थियो। ठिक छ, तँलाई 15,000सम्म दिउँला, हुन्छ? 20-25 हजार दिन हजुर। 20-25 हजार तँलाई 15,000 हुन्छ, हुन्छ हुँदैन? त्यति भयो नि हुन्छ हजुर। ल ठिक छ। ल 15,000 तर समय पैसा फिर्तामा गरिदिने, नत्र यो तेरो कहिले आउँदैन पैसा। हुन्छ हजुर। हुन्छ ल ल राम्रोसँग। बाबु बाबु कहाँ गएछ यो केटो? सहर जान्छु भन्थ्यो, यतिखेरसम्म कहाँ गएछ? ल ल केटा, म आउने भएँ। ल आमा,
पैसाको बन्दोबस्त मिलाउनु भयो त अनि? बाबुले गाउँमा गएर साबुन लिएर यति भए पुग्छ नि तँलाई? पुग्छ आमा। ल छोरा बेलामा तिर्नुपर्छ नि अर्काको दिन हो। हस् आमा। आमा सहरमा पुगेपछि त अब गीत राम्रै गाइहाल्छु, साथीले आइज भनेको छ। त्यहाँ अब राम्रो गीत गायो भने पैसा पनि राम्रै दिन्छन् जे सहरमा, अनि कमरा तिरिहाल्छु नि आमा। तपाईँ चिन्ता नलिनुहोस् आमा यो कुरामा। ल बाला राम्ररी काम गर, दसैँसम्म त आइपुग्छ नि छोरा। यो दसैँमा त आइपुग्छ नि छोरा। म बुढी मान्छे, बेला बेलामा सन्चो हुँदैन बाबु। अरू वर्ष त के हो तैँले टिका लाउन पाउला कि नपाउला छोरा, यो वर्ष त लाउनु पर्छ है टिका। जसरी नि आइज है छोरा। हस् आमा, म प्रयास गरौँ। ल आमा, मेरो जाने बेला भयो, म लाग्छु अहिले। एकछिन पर्खाइ बाबु। हस् आमा। म सगुन पनि ल्याउन बिर्सेछ छोरा। एकछिन पर्खी एकछिन पर्खे त। हस् आमा, त्यो साँच्ची मेरो झोला पनि ल्याइदिनु है आमा। ल हस् आमा, हजुर पनि राम्रोसँग बस्नु है, बाको केयर गर्नु, बा बिमारी हुनुहुन्छ। सन्चो छैन कि क्या हो? अनि छोरो खै त? छोरो त धान कमाउँछु भनेर सहर गयो। अब त हामी एकअर्काको सहारा बन्नुपर्छ बुढो। त्यो गधाले म बुढो भाउले जान्छु पनि नभनिकन एक वचन नसोधी गयो। अनि बाटो खन्छ के गर्यो कुन्नी बुढी? मैले तल्ला गाउँको जमिनदारको छोरासँग सापडी लिएर अलिअलि बाटो खर्च दिएर पठाएको छ बुढो। ल तिमीले ठिकै गरेछौ। म पनि त्यही गदाको लागि दिनभरि काम खोज्दा थाकेर हैरान भएको छु। भोक पनि साह्रै लागेको छ। पिटो के छ? बरु भित्र गएर खान पाए हुन्थ्यो बुढी। हुन्छ नि बुढो, मैले खाना बनाएर हजुरको बाटो हेरिबसेको थिएँ। हजुर यतिखेर आउनुभयो, हिँड्नुहोस् बुढो, खाना जमिन्छ।
छिटो आइज नि यहाँ के ढिलो गरे भने के हो नि बसमा त गाडी ढिलै झार्थ्यो गाउँबाट आउँदाखेरि अब त्यो टायर सायद पङ्चर भयो ढिलो भयो यार के भन्नु यस्तै ठिकै छ आइपुगेछ बेलामा ल बसौँ त बेलामा अब रात पनि 7 पनि पर्यो ल जाउँ यार ठिक छ सबै खानु पऱ्यो नि भने मेरो कपाल जुङ्गा र दारी कसलाई पो भारी मैले पनि बोकेको छु कानमा जिम्मेवारी दुःख गरी किनिदिन्छु आमालाई चोलीलाई सारी जङ्गी जति बोर्डर पारी बोक्छु म मेरो देशमा ठुलो ठुलो बारी चढ्नु छैन मलाई पेट्रोल डिजलको गाडी जान्छु म घुम्न कहिले काहीँ ठोडी र माडी त्यही पनि साइकलमा हावा सर र पारी छोरालाई यतिखेर मेरो छोरो के चाहिँ गरिदियो खाना खायो कि खाएन जाने बेला एकचोटि पनि नभेटी गयो कमसे कम म बुढो बाउलाई भेटेर गए त हुन्थ्यो आफ्नो घरको धनीराम बा होइन ए हो त नि सधैँ छोरा पिरोले हिँड्थ्यो बिचारा यस्तै रहेछ मान्छेको जिन्दगी दिनु भन्थे मरेछ ल जाउँ न माथि मनमा आमाले बोलाउनु जाउँ जिम्मेवारी गाउँले बा हो भाइ जे गरेर लानु पर्यो चल ल ल उठ बस यो त त फोडा दिएर बजारको भाइ उठ कहिले कसरी के भएर मेरो मलाई छोडेर कहाँ गयो तिमी मलाई पनि सँगै रहेछ नि मेरो बाउ
मेरो बाबु मलाई किन छोडेर दिइसक्यो के हो तेरो पारा नक्कल सिउ देखाएर मलाई झुक्ने मलाई 2 दिनभित्रमा पैसा फिर्ता गर्न भने के र के हालत गर्छु मलाई राम्रोसँग थाहा छ बुझिस् सन्चै छस् नि तँलाई अनि दसैँमा घर आउँछस् नि त जिम्मेदारको छोरा आएर नाना खारी पोलेर गयो बाबु ल बाला हरिपुर खींच रहे फोटो किससे करके तिमीहरू मात्रै खाने हो चल्यो तिमीहरू मात्रै रमाइलो गर्ने हो हामी गर्नु पर्दैन देखा तो मारूंगी अपनी औकात पर देखता हूँ जज्बात पर
Like